हेलो गाइस, म चाहिँ खातबाडदेखि घर आइसकेँ है। अनि यो पर चाहिँ हाम्रो बारी हो हैन। यहाँ चाहिँ भैँसी पनि छ यो कोटमा। अनि यो यता चाहिँ अन्तरेका घरको मकै बारी खनिसक्नु भयो। वाह, कस्तो राम्रो फुल फुलेछ नि। सगमा ए बोबो के गर्दैछ? होइन के हो यस्तो हो? हाम्रो भाइले रोटी पोल्दैछ क्या। खै बहिनी चाहिँ च्याउ खोज्नु ए लागेको छैन। म त पर खाजा खाएको कि हरेलामा। खोइ अनि कसले बनाएको यो चाहिँ? कसले बेलेको यो चाहिँ? पापाले? बाउ छोरा मात्रै हो? ए नखाने त्यही राख्न, त्यही राख। होइन अहिले म त भोक छैन। यो चाहिँ होइन ड्रइङ पेपर तिमीले है ल बहिनीसँग बाँडेर त्यहाँ चित्रहरू बनाउन। अनि के छ भने दुईजनाले चलाउनु ल बहिनीसँग के कोटा के त हेर्दा खुसी लाग्यो। लु बस ल। यिनले चाहिँ रोटी पोल्दै रहेछ। हाम्रो भाइ ज्ञानी छ है। जेसी ज्ञानी छ हाम्रो भाइ। भाइ भरे रोटी ल्याइदिनु अरे पुरी। ल ल यहाँ चाहिँ आउँछ है। यहाँ गीता नानाको आउँछ खोजिँदैछ। को हो यो मान्छे? त्यो त हेर्नु त के न खुसी लाग्यो। अघि मतलब घर बोलाउँदै नै त्यहीँ नै को भन्दै गर्दै हुन्थ्यो क्या। बोलाउँदै हुन्थ्यो भनेर खुसी लाग्यो। 2-4 दिन बिता छ नि त, त्यही भएर बाबालाई सघाउनु आउनु पर्यो होइन। घाँस काट्दै हुँदो रहेछ। जाउँ उता एकछिन जाउँ हुन्छ। आज आउँछ जस्तो लागेको थियो कि थिएन? थिएन? मैले अस्ति भने त कहिले आउँछ जस्तो लागेको थियो। बिदा भएर आएको नि त म। आजबाट बिदा भएको होइन, 2-4 दिन मात्रै। अनि सन्डेको एकैचोटि यता हेर्नु त हाम्रो आमाको रिएक्सन फेरि। यहाँ चाहिँ हाम्रो बगडाहरू पाकिरहेको राम्रो नसुन्ने रहेछ। यहाँ छ कि स्पेसल गणतन्त्र दिवस बिता छ बगडा। खोइ एउटा म टिपेर खान्छु। लु उहिले चाहिँ आडो पनि हुँदैछ होइन। म चाहिँ खानु लागिरहेछु। हिजो अस्ति दिनबाट अम्ला खाएकोले दाँत अलिक पुड्दै खाएको। फाइनली हामी चाहिँ घर आइपुगिसक्यौँ। छोरी घर आएको नै आमाको खुसीमै छैन हेर्नु न। बिचरा छोरी कहिले घर आउँछ जस्तो फिल भइरहेछ क्या हामीलाई। अहिले त ला भाउजू पनि हुनुहुन्न। भाउजू बिनाको घर त
सुनसान हुने रहेछ भाउजू यति बेला म घरमा आउँदाखेरि भाउजू भाउजू भनेर च्याप्पै गलम होइन गर्थ्यौँ अनि यहाँ चाहिँ हाम्रो आइन्छ फुच्ची टिम्सी भदौनी चाहिँ रुँदै गरेको हुन्थ्यो कि खेल्दै गरेको हुन्थ्यो म देखेन तर कुदिँदै आउँदै गरेको हुन्थ्यो यहाँ सिकोमा अहिले चाहिँ भाउजू उता माइत घर चाहिँ बुझाउनु भएको नि त अनि यहाँ चाहिँ बुवा र आमा मात्रै हुन्छ अनि मेरो 2-4 दिन बिदा अनि 2-4 दिन बिदा हुँदाखेरि चाहिँ अनि तल बसिरहनु पनि अब होइन यता बाबामा दुईजना मात्रै हुन्छ काम गर्नुपर्ने हुन्छ अनि त्यही भएर 2-4 दिन भए पनि बाबालाई चाहिँ सघाउनु आएको होइन अब घाँस बसेर कामहरू यताउता हुन्छ गाउँमा यस्तै हो यो चाहिँ हाम्रो किचन हो नभए मलाई दुध खान्छु साडी दिनु न म त लडेर बाटोमा खै म दिनु न दुध आयो है हाम्रो मम्मी पक्रिनु खुट्टाबाट चाहिँ पक्रिनु है मैले छोडेको भए चाहिँ हाम्रो आमाले चाहिँ लुङ्गी लाउनुहुन्न है हाफ प्यान्ट लाउनुहुन्छ होइन सिरियल लाउनुहुन्छ सिरियल लगाएको पनि टुक्राएर अनि त्यस्तै भाउजूलाई पनि त्यस्तै छुने बेथा छ क्या अनि सुइटाइको पनि अनि सुरुवालको पनि आधा टुक्राउने बानी छ कहिले गर्दा बाबाको पनि क्यारिकेचर गर्नुहुन्छ त्यस्तै अब हुन्छ नि ह्याबिट त्यस्तै भाउजू र आमाले त्यस्तै गर्नुहुन्छ क्या अब म कुनै दिन छक्क पर्छु ल तातो छ यस्तो हुन्छ क्या गाउँघरमा चाहिँ यस्तो मिठो कुरा खान पाइन्छ होइन मैले चाहिँ तर आमालाई केही ल्याएको छुइनँ भाइ बहिनीलाई चाहिँ होइन त्यही हो ड्रइङ पेपर र अनि पेन्सिल अनि इरेजर ल्याइदिएको मैले चाहिँ आमालाई जेरी मात्रै ल्याइदिएको छु किनकि मेरो चाहिँ घिप्ले मान्थे त्यही भएर छु यति नै सो आजको भिडियो यति नै बाई बाई